धन्यवाद कार्यक्रम सञ्चालकज्यू, आजको यस गरिमामय कार्यक्रमका अध्यक्षज्यू, सम्मानित हुनुहुने आदरणीय डाक्टर साहब कृष्ण पौडेलज्यूलाई हार्दिक बधाई एवं शुभकामना र आदरणीय सम्पूर्ण मूर्धन्य व्यक्तित्वहरूमा हार्दिक नमस्कार व्यक्त गर्दछु। कविता लिएर आएको छु। म साहित्य मन पराउने मान्छे हो। यो कविताको कहाँ के मिलेको छ छैन यहाँहरूले सुनिदिनु हुनेछ भन्ने मैले अपेक्षा गरेको छु। मेरो कविताको शीर्षक छ मेरै हुनु छ। मलाई केवल मेरै हुनु छ, मलाई त केवल मेरै हुनु छ, न कसैको नजिक हुनु छ, न त कसैको टाढा हुनु छ, न कसैलाई जित्नु छ, न कसैसँग हार्नु छ, न कसैसँग हाँस्नु छ, न रुनु छ, मलाई केवल म हुनु छ। मलाई मैसँग एकान्तमा चिच्याई चिच्याई रुनु छ, मलाई त मैसँग एकान्तमा चिच्याई चिच्याई रुनु छ। मेरै जीवनका सुन्दर कहानी सम्झाउँदै फेरि फकाउनु छ। मलाई म हुनुको अनुभूति गर्नु छ, अन्तर्मनको गहिराईसँग जोडिनु छ। मलाई केवल मेरै हुनु छ। मलाई कसैसँग कुनै गुनासो छैन, मलाई कसैसँग कुनै गुनासो छैन, अनि कसैप्रति आश पनि छैन। मलाई कसैसँग कुनै गुनासो छैन, अनि कसैप्रति आश पनि छैन, न रातको न दिनको, न घामको न जुनको। मलाई चिन्ता न चाँदीको न सुनको, न घृणाको न प्रेमिल धुनको। मलाई कसैसँग कुनै गुनासो छैन, कसैप्रति आश पनि छैन, न रातको न दिनको, न घामको न जुनको। मलाई चिन्ता न चाँदीको न सुनको, न घृणा न प्रेमिल धुनको। मलाई मेरै सपनाका तारहरू समाउनु छ, तिनै त्यान्द्राहरू जोडेर रमाउनु छ। मलाई संसार जित्नु छैन, मलाई त कुनै संसार जित्नु छैन, पहाड फोर्नु छैन, अनि इतिहास तोड्नु पनि छैन। मलाई कुनै संसार जित्नु छैन, पहाड फोर्नु छैन, अनि इतिहास तोड्नु पनि छैन। मलाई केवल साधारणमा आफै बनेर बाँच्नु छ। न शिखर चढ्नु छ, न खोजमा झर्नु छ। मलाई न शिखर चढ्नु छ, न खोजमा झर्नु छ, न समथर रोज्नु छ, न ठुला जङ्घार नै तर्नु छ। मलाई केवल श्वास लिनु र छोड्नुको फरक मात्रै बुझ्नु छ। मलाई त केवल श्वास लिनु र छोड्नुको फरक मात्रै बुझ्नु छ। न आवेग न संवेग, न ईर्ष्या न द्वेष, न आवेग न संवेग, न ईर्ष्या न द्वेष, न उदाउनु न अस्ताउनु, न बल्नु न निभ्नु। न आवेग न संवेग, न ईर्ष्या न द्वेष, न उदाउनु न त अस्ताउनु, न बल्नु न निभ्नु। मलाई त केवल मेरै धड्कन चलिरहेको ज्ञात मात्रै हुनु छ। मलाई त केवल म भएर जिउनु छ, वर्तमानकै अमृत पिउनु छ। न कसैलाई जित्नु छ, न हार्नु छ, केवल मलाई म हुनु छ। हस्, धन्यवाद। अन्त्यमा डाक्टर साहबलाई फेरि पनि हार्दिक बधाई एवं शुभकामना व्यक्त गर्दछु। हस्, धन्यवाद, नमस्कार।